नमस्ते नमस्ते हजुर आज म लामा भाइ अब आज त थर्सडे हो आज रिल्सहरू पनि बनाउँछु जाँदैछु अब आज साथीहरूले पनि बोलाएर आएको छु अब हेर्नुहोस् अब म अब एकछिन अब खानासाना पनि खाएर अब निक्लियो अब जाँदैछु अब साथीहरूलाई पनि भेटेर सँगै हामी साथीले पनि बोलाएर आएको छ उहाँले पनि रिल्स बनाउँछ हजुर अब रमाइलो पनि गरौँला हैन अब अलिकति आज प्रोग्राम चाहिँ छ माक्रापाडा यता फरेस्टतिर पनि भन्दैछ माक्रातिरै जान्छ होला आज साथीहरू हुन्छ गाइस अब फेरि भेटौँला गाइस लामा भाइ आज हामी टोटोमै घुम्छु मेरो यो टोटो हो अब स्टार्ट गरेर साथीभाइसँग अब अलिकति रमाइलो गरेर हैन अब यो मैले अब यहाँ स्टार्ट पनि गऱ्यो हजुर अब चाहिँ अब जाने अब गएर साथीसँग रमाइलो गरेर आज कस्तो हुन्छ अब रमाइलो हुन्छ कि कस्तो हुन्छ हैन साथीभाइसँग मजाले अब हामी जाँदैछु अब साथीभाइ अब बजारको साथी चाहिँ रेलगेट पार भएर चाहिँ हामी अब जाँदैछु है तपाईँहरूलाई फेरि भेटौँला लामा भाइ हजुरलाई धेरै सम्झना छ लामा भाइबाट धेरै ल हुन्छ। अरे साथी कहिले आयो त्यो तिमी मलाई बजारमा छोडेर गएको तिमी त तिम्रो दुईजना चाहिँ पुरा मलाई रिस उठ्यो है यति साह्रो धोका लामा भाइबाट किन हौ तिमीले किन मलाई यसो गरेको भन त तिमी कमसेकम बजार गयो बजारबाट म साथी आऊ भनेर म उहाँ वेट गऱ्यो तिमीले यस्तो किन नगरेको अहिले भेट्यो फरेस्टपट्टि तिमी राम्रोसँग फरेस्टमा भेट्न अन्त कल गरेर मलाई बोलाएको तिमी यति साह्रो अब जाउँ त्यस्तो त होइन नि त हौ अब जाउँ होइन त्यस चिज होइन नि लामा भाइ भनेर चाहिँ मलाई चाहिँ हेला गरेको लामा भाइसँग हेला गरेको केटी भन्छ सट्टै आउँछ त आम्मा यिनीहरू त फुरुक फुरुक भएर आइहाल्थ्यो ओ त्यस्तो पो त्यस्तो नगर है साथी बोल्नु छ राम्रोसँग बोल न त बोल्दैन नबोल साथीहरू तिनीहरू